त्यसै पनि आजको त त्यसै पनि भन्नु जिउल्या म आज यसो भेटघाट गरौँ सब कुराकानी गरौँ आएको के छ फुर्सुदै छ कि कसो हो के फुर्सुदो हुँदो आजको त्यो 6 महिना लाग्यो बोल्न लागेछु अनि त्यसो त्यहाँ काम सकिया छैन चलेकै छ छैन भर्खर त 6 महिना लागेछ भात पनि खाएको छैन छैन के भर्खर काम गरिकन आज कसो आज अलिकति यो खानेपानी स्वच्छ सफा खानेपानी व्यवस्थापन बिहान खानु हुने त छोरीलाई पानी खाएर काम गर्नु पानी खा छोरीको पानी सबै सिक्यो र पानी खाना मात्रै अन्त पर्खाले बढी भयो झन्डै 10,000 रुपैयाँ सासी उठेर जानु पर्छ डाक्टर नआउनु सासी यहाँ हेर्दा यहाँ चर्बी बनाएको यहाँ चिउल गरेर खानेपानीको मुहान यहाँ धारो छ यहाँ छोरीले झन् कम चिटीको बाटा छ माथि यो रेडियो रामारो स्वामी ठाम हो हरेक अछाम जिल्ला शाखा द्वारा सञ्चालित जनहितका दिउँसो र स्वस्थ खानेपानी व्यवस्थापन सम्बन्धी सचेतनामूलक जानकारी लिएर म लक्ष्मी पाण्डे उपस्थित भइसकेकी छु खानेपानीको वरिपरि भल भत्काउने ट्याङ्कीमा खानेपानीको कार्यक्रमका लागि मर्यादित महिनावारी स्वच्छता प्रसारण हुनेछ धन्यवाद सफा र स्वच्छ खानेपानीहरूको व्यवस्था गरी खानुपर्छ भन्ने कुराहरू भन्दै हाम्रो रेडियोबाट पनि बज्यो क्या त बज्यो नि त बुढा त गर्नु लाग्यो उसले बजाइदिएको सुनेर क्या त